नेपालमा D2 रिटर्न भर्न पर्ने मान्छेहरूले वार्षिक कति कर तिर्न पर्छ आज बुझौँ है। D2 रिटर्न भर्ने मान्छेहरूले तिर्न पर्ने कर भनेको प्रफिटमा तिर्ने होइन कि कति सेल गरे कारोबारको रकममा कर तिर्न पर्ने हुन्छ। कति कर तिर्ने भनेर क्याल्कुलेट गर्नुभन्दा अगाडि सुरुमा 3 भागमा डिभाइड गर्नुपर्छ D2 रिटर्न भर्ने व्यक्तिहरूलाई। यस्तो बिजनेसहरू जसले चाहिँ 3% मात्र प्रफिट कमाउने अथवा कमिसन अन गर्ने बिजनेस छ भने, फर इक्जाम्पल ग्यास अथवा सिगरेट बिजनेस, यस्तो बिजनेसले 30 लाखदेखि 50 लाखसम्मको कारोबारमा 0.25% अफ सेल्स ट्याक्स तिर्न पर्यो र 50 लाखदेखि 1 करोडसम्मको कारोबारमा 0.3% ट्याक्स तिर्न पर्यो। अरू बिजनेसहरू जसले चाहिँ 3% भन्दा बढीको प्रफिट मार्जिनमा सेल गर्छन् सामान, त्यस्तो बिजनेसको लागि चाहिँ 30 लाखदेखि 50 लाखसम्मको सेल्समा 1% अफ सेल्स ट्याक्स तिर्न पर्यो र 50 लाखदेखि 1 करोडसम्मको सेल्समा 0.8% ट्याक्स तिर्न पर्यो। D2 रिटर्न भर्न पर्ने गुड्सको सेलै गर्ने होइन तर सर्भिसको मात्र सेल गर्ने हो भने त्यस्तो बिजनेसहरूले फ्ल्याट 2% अफ सेल्स ट्याक्स तिर्न पर्यो।